हेलो 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 गाइज के छ मेरो त सब ठिकठाकै छ। अनि आज चाहिँ म जाँदैछु पारीवनतिर दाउरा लिन। बादमा पञ्चरो बोकेर म चाहिँ नि लागे पारीवनतिर। यहाँका मान्छेहरू त्यो खोला पारी भएकाले त्यसलाई पारीवन भन्छन्। जान चाहिँ नि बहिनी म मम्मी तीनजना भएर पारीवन गयो। उ त्यो नै हो गाइज, वन चाहिँ नि बीचमा चाहिँ रङ्गुन खोला पर्छ के। त्यो खोलामा यस्तो जाडी छ कि खत्तम जाडो छ। अनि बहिनी म लाग्यौं वनतिर। यहीँदेखि जान्छौँ हामी चाहिँ नि वनतिर। अब चाहिँ नि दरुवा यस्तो फाडेर ल्याउँछु कि बब्बाल पाडामा क्या। उकालोमा हिँड्न मलाई यस्तो गाह्रो भइदिरहेको। अनि मैले एउटा अमलाको बोट देखेँ। अमलाको बोट देख्ने बित्तिकै म खुर्लुक्क गलेर अमला झ्यापझुप पारामा अमला टिपे। गाइज मैले चाहिँ नि अमला टिपेको यही हो, खाने भए आऊ। एउटा सानो मम्मीले दरुवाको ठोसोलाई बङ खसालिन्। अनि म पनि के कम भनेर एउटा सालको ठोसोलाई बङ बुङ मारिदिएर होइन काटिरा। तर त्यो खस्नेको नामै लिन्न थिएन क्या। त्यसैले मैले त्यसलाई तनक पारामा तानेर त्यो चाहिँ नि बङ खस्यो। अनि हामीले तिनलाई तल घुर्कायो। अनि म पनि तल ओर्लिएँ। अनि यता चाहिँ मम्मी कन्या काट्दै थिइन्। बहिनीले एउटा टाटा टिप्या रहेछ। अनि मलाई पनि दिइन्। मैले पनि गम खाएँ। टाटा खाइसकेपछि मैले अमला झ्याप पारामा मुखमा हालेँ। मम्मी चाहिँ यता दाउरा फाड्दै थिइन्। अनि हामीले केही बेर दाउरा फाड्यौँ। अनि पछि दाउरा अलिक कम भएकाले म एउटा रुखमा सुकेको हाँगा टुटाउन गएँ। दाउरा बनाइसकेपछि मम्मीले भारी बाँधिन्। मम्मीको भारी मैले उचालिदिएँ। मैले चाहिँ नि दाउराको भारी होइन मुढा उचालेर लिएँ। अनि हामी केही बेर पछि जङ्गलबाट खोला पुग्यौँ। मम्मीहरूलाई भारी भएकाले माथि डाँडामा भारी बिसाए। अनि मैले पनि त्यहाँ केही बेर यसो आराम गरेँ। अनि हामी केही बेर पछि गोठे कि दाउरा राख्ने ठाउँमा पुग्यौँ। मैले चाहिँ यता ड्याङडुङ पारामा दाउरा फालेर लागेँ घरतिर। अनि मेरो मिनी भ्लग यहीँ अन्त्य हुन्छ। मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। हस्त धन्यवाद।